आइसक्यो म खान्छु चाउचाउ हुन्छ हाल्नु नै दिदीकोमा चाहिँ मजाले कफी फलेरहेछ अनि घरमा चाहिँ मैले कफीहरू कोही टिपेर कोही पहिले सुकाएको कफीहरू लिएर आएको छु अनि कफी पाउडर बनाएर खानलाई गाइज हामी चाहिँ ल आज दिदी घरबाट फर्किए अब एकछिन दिदी कहाँ बसेर जान पर्यो घरतिर हामी यो बाटो आइसक्यौँ है माथिसम्म अनि यहाँदेखि हुलुङ्दी कस्तो राम्रो देखिन्छ हजुरलाई त हामी यहाँ आइसक्यौँ कस्तो राम्रो देखिन्छ देख न गाइस देख न घर पनि आइयो यति ठुलो पात छ पालकको पात बारीमा फलेको अनि चाहिँ आज चाहिँ म चाउचाउ बनाउँदै हो अनि मैले भेजिस बिना चाउचाउ बनायो भने मेरो मुखबाट छिर्दैन मतलब खाना त खान्छु तर त्यस्तो मिठो लाग्दैन के ल है त मैले के ल्याएको छु देखाउँछु पातको साग छ दुईटा पात अनि छलसुको पात यति हाफ काटेर राख्नु लानुपर्छ अनि चाउचाउ रायोको साग अब यो रायोको सागले लामो लामो काटेर राख्ने हो अनि यसलाई चाहिँ आधी मात्र गरेर राख्ने है त हामी चाउचाउ रेडी भयो यतिको भएपछि मलाई यस्तै मनपर्छ हल्का सुप भएको हल्का सुप भए जस्तो तर ग्रेभी जस्तो पनि क्या हामीले चाहिँ हल्का अमिलो थप्छौँ है अमिलो र पिरो बिनाको जिन्दगी पनि के जिन्दगी है यतिको अमिलो भए पुग्छ नचला न हेलो म खान्छु चाउचाउ भेजिस हालेर बाफा चाहिँ पनिर